संविधानको मर्म र भावना अनुरूप सङ्घ, प्रदेश तथा स्थानीय तहका एकल र साझा अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै प्रदेश संरचनाको संस्थागत सुदृढीकरण, सुशासन एवं गुणस्तरीय सेवा प्रवाह मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल बनाउने, आन्तरिक राजस्वको दायरा विस्तार, वित्तीय सुशासन तथा विकासको लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसङ्ख्याको वितरण, लैङ्गिक समानता, गरिबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, उत्पादन र पर्यटन लगायतका साझा सरोकारका विषयमा सहकार्य गरिनेछ। प्रदेशको प्राथमिकताका आधारमा कानुन निर्माण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ। प्रचलित प्रदेश कानुनलाई समयानुकूल संशोधन गरिनेछ। प्रदेश सरकार तथा स्थानीय तहले तर्जुमा गरेका ऐन, नियमावली, निर्देशिका र कार्यविधिको अद्यावधिक विवरण विद्युतीय सूचना प्रणालीमा अभिलेखीकरण गरिनेछ। क्षेत्रबाट बढ्दो बसाइसराई न्यूनीकरण गर्न शिक्षा, स्वास्थ्य तथा खानेपानीको पहुँच विस्तार, रोजगारी र आय आर्जनका अवसर सिर्जना गरिनेछ। सङ्घीय एवं स्थानीय तहसँगको समन्वयमा दिगो बसोबास सुनिश्चितताका लागि न्यूनतम पूर्वाधार सहितका साना सहर विकास गरिनेछ। प्रदेश मन्त्रालय तथा स्थानीय तहबाट विकासमा आधारित तथ्याङ्क सङ्कलन एवं अद्यावधिक गरी सरकारवालाको सहज पहुँच स्थापित गरिनेछ। सूचना तथा तथ्याङ्कलाई विद्युतीय अभिलेख केन्द्रमा व्यवस्थित गरिनेछ। मन्त्रालय एवं निकायको क्षमता विकास योजना कार्यान्वयनलाई निरन्तरता दिइनेछ। प्रदेश सरकारको दोस्रो आवधिक